ल 2 3 4 5 अम्मा खै गर्ने कस्तोले चाहिँ घाँस खाइरहेछ है या अब चाहिँ इनर्जी आयो नि त मलाई लाइक गर्नु हो म उपर गरिहाल्छु क्या फेरि नाम अगाडि भनिहाल्यो ल तिम्रो नाम भन तिम्रो नाम भन न भन्न नभन्ने सो एक गुत्त तल खसायो रानी गुरुङ एला फेरि छाडा बोले क्या मा टोक्ने ल फेरि बोले क्या Hey guys, good morning. Welcome to my new vlog. So finally guys, म चाहिँ हैन मामलाबाट अनि अहिले चाहिँ म यहाँ मेरो घरमा आइसकेको छु अनि टक्क लाएर आज चाहिँ म भर्खरै उठिरहेको छु अनि यहाँ तपाईहरु देख्न सक्नुहुन्छ म चाहिँ आज यहाँ सुतिरहेको थिएँ ओक्चन पनि उठेको छैन सो अनि त्यही हो गाइज आजको भ्लग चाहिँ कस्तो हुन्छ हैन खासै त्यस्तो राम्रो पनि छैन टक्क लाएर आज घरमै यताउता गरेको भिडियोहरू देखाउने छु सो त्यही हो गाइजहरू अहिले चाहिँ म अब टक्क मुख धुन जान्छु हैन मैले उठेर अब ढुङ्गा पनि खोलेको छैन अनि सो हाम्रो मम्मीहरू पनि उता काठमाडौँ जानुभयो होइन अनि त्यसपछि अब घरमा बस्ने भनेको चाहिँ मेरो 3 जना बहिनी छ अनि त्यसपछि म छु होइन हामी 4 जना बस्नेछौँ सो उहाँ चाहिँ हाम्रो वस्तुहरू छ तपाईँहरूले देख्न सक्नुहुन्छ होइन उद्या तर सो त्यही हो अनि अब म चाहिँ अब टक्क लाएर मुखसुख धोएर सो अनि त्यही हो गाइजहरू होइन अब म टक्क लाएर मुखसुख धोएर अनि त्यसपछि के गर्छु के गर्छु होइन सो त्यही भएर हेरौँ अब कस्तो हुन्छ भ्लग सो गाइज ल म चाहिँ मुख धुन्छु अहिले सो गाइज फिलहाल अब केले मुख धुन्थेँ सो गाइज फिलहाल अहिलेलाई चाहिँ मुख धुम अनि त्यसपछि सो गाइज हाम्रो मुख धुने कार्यक्रम चाहिँ भइसकेको छ अनि सो तपाईँहरूलाई म एउटा चिज देखाउन लागि छ क्या सो तपाईँहरूलाई म एउटा चिज देखाउँ आउनु ल देखाउँ हिजो मैले ब्रस किनेको थिएँ क्या सो अब म दाँत मार्नु लागेको थिएँ दाँत पुरै पहेँलो छ होइन अनि सो अब चाहिँ म दाँत माझ्छु फिलहाल अब केले दाँत माझ्थेँ सो गाइज म चाहिँ अहिले टक्क लाएर ब्रस गर्दैछु अनि सो अब त्यही हो बहिनीहरू उठेकै छैन 7-8 बजिसक्यो अब म चाहिँ बहिनीहरूलाई टक्क उठाउँछु अनि त्यसपछि अब मेरो लुगा पनि उठाउनु पर्ने छ म पनि अब कहाँ छिटो त उठ्या हो र सो त्यही हो आदिमा ए उठिसक्यो त कता हिँड्नु म बोजू सो त्यही हो गाइज हाम्रो बहिनीहरू पनि उठिसकेको छ अनि अब यसो ह्याङ तान्नुपर्छ होला यहाँ चाहिँ हाम्रो ह्याङ गर्ने ठाउँ छ सो त्यही हो गाइस ल अब हेरौँ अब कस्तो हुन्छ फाइनल्ली म चाहिँ यता घर आइसकेको छ है गाइजहरू ल अनि यता टक्क यसरी मकैबारी छ मकैबारी छ होइन तपाईँहरू देख्न सक्नुहुन्छ सो गाइज अहिले चाहिँ मैले टक्क लाएर यहाँ तपाईँहरूलाई देखाइदिउँ लुगासुगा पनि उठाइसकेँ अनि सो अब चाहिँ म यहाँ टक्क लाएर जिम हान्नुपर्छ होइन यसो जिम हानौँ न भन्ने कुरो हो अब बहिनी आएर आउँछ अनि त्यसपछि क्यामेरा अठ्याउँछ त्यसपछि के गर्नुपर्छ ओ आदिसमा छिटो आइज टक्क लाएर यहाँनिर जिम गर्ने हो यहाँ चाहिँ मैले अस्ति जिम गर्ने ठाउँ बनाएको थिएँ क्या छिटो आइज न म यहाँ चाहिँ हाम्रो जिम छ आउँदैछ यताबाट सो त्यही हो ल अब
सो गाइस यहाँबाट आउँदैछ हाम्रो बहिनी क्यामेरा अठ्याउन आइज न भनेको गाइस त्यही हो होइन हाम्रो बहिनीहरू चाहिँ आउँदैछ यहाँ माथिबाट त्यो कान्छी बहिनी चाहिँ सुतिरहेछ केही भन्न यहाँ गुड मर्निङ भन्न यहाँ क्यामेरा अठ्याएन भनेको त्यहीँ बस्न केही भन्न सो गाइस एकछिन बस्ने सो गाइस अब म हामी घाम चाहिँ यता माथि देखा ल अलिक यता है चाहिँ कति हाम्रो भन्छ है ल सक्दिन लागि फेरि 1 2 3 4 5 6 7 कति भयो 7 सक्दिन ल सो फाइनली गाइस पुसा हानेको सकिएन अब यहाँ पुसा हान्छ आइज न फेरि हान्नु जिम हान्नु परेन ल अब पुसा हानेको है त्यतिर हातले छेकिरहेको छ कि बा छैन छैन हान्दिउ हान्दिउ ल हान्दिउ हान्दिउ ल 2 3 4 5 अम्मा खोइ गर्ने ए हेर्नु भयो कतिसम्म खोइ कति भयो रेकर्ड त भइरहेछ नि सो गाइस त्यो अब पर्दैन हौ यहाँ सो गाइस त्यही हो आए दुख्यो मलाई हो सो गाइस हाम्रो जिम पनि भइसक्यो यति जिम गर्यो भने हामी नेपालमा चल्छ हाम्रो नेपालमा चल्छ अनि सो अब बस्तुलाई घाँस खुवाउनु पर्ने छ अनि थक्क लाएर बस्तुलाई घाँस खुवाउने घाँस चाहिँ काटिहालेको छ मस्त होइन सो गले भयो म त मुठल भाइ परियो फेरि गाइजहरू होइन ल सब्सक्राइब चाहिँ गर्नु है ए मैले के गरेको यार लाइक आउँदैन यसो गाइज यहाँ हाम्रो घाँस रहेछ अनि यता अब हाम्रो वस्तु छ सो गाइज हाम्रो बहिनीहरूले चाहिँ के सोधिरहेको छ भने लाइक कति आउँछ भनेर सोधिरहेको छ होइन लाइक त अब आउँदै आउँदैन तपाईँहरूले गर्नुभयो भने आउँछ होइन सो त्यही भन्न चाहन्छु अब टक्क लाएर अब घाँस खुवाउने अनि हिजो सुन्तलाको बिरुवा ल्याएको थियो अस्ति सुन्तलाको बिरुवा ल्याएको थियो माउलाबाट अनि त्यो टक्क लाएर रोप्नुपर्छ है त गाइज त म चाहिँ अहिले फिलहालको लागि वस्तुलाई घाँस खुवाउँछु त्यही हो अनि आजको मौसम चाहिँ एकदमै दामी छ होइन बाइकमा त घुम्न जानुहुन्थ्यो तर केही छैन मेरो बाइक छैन होइन भएको भए त म टक्क लाएर कस्तो राइड गर्दै टक्क भ्लग लिएर जान्थेँ क्या सो त्यही हो गाइज ल सो गाइजहरू मैले चाहिँ अहिले वस्तुलाई घाँस खुवाइसकेँ अनि यता हाम्रो गाईलाई पनि खुवाइसकेँ अनि हाम्रो यता चाहिँ यहाँ चाहिँ मैले अस्तिचोटि के रोपेको छ अब अदुवा बारी रोपेको छ अनि माथि पनि अदुवा बारी छ अनि यतातिर केराबारीहरू छ होइन अनि सो अब त्यही हो होइन कलाएर अब जाने यताको भिडियो कसैले हेरेको थिएन भाइरल पनि जाँदैन होला कसरी भाइरल हुने हो क्या गाइज सो गाइज म चाहिँ यता किन आएको थाहा छ यहाँ चाहिँ हाम्रो कोदोबारी छ क्या कोदोबारी छ होइन अनि माथितिर पनि कोदोबारी छ सो त्यही हो गाइज अब जाने अनि अब सुन्तलाको बिरुवा रोप्नु पर्ने छ त्यो त त्यो त म तपाईँहरूलाई देखाउँछु नि देखाउँछु होइन 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 यहाँ चाहिँ हाम्रो बहिनीले दाउरा लिन आउँदै रहेछ गाइस चाहिँ अब सुन्तलाको बिरुवा तपाईँहरूलाई म देखाउँछु त
त्यसपछि यहाँ छ सुन्तलाको बिरुवा गाइस सुन्तलाको बिरुवा यहाँ छ होइन गाइस हाम्रो सुन्तलाको बिरुवा चाहिँ यहाँ छ होइन अब यसलाई चाहिँ रोप्नुपर्छ कहाँ रोप्नुपर्छ भन्ने कुरो हो अब त्यहाँ गाईकै छेउमा मकै छेउमा रोप्छु होला के हुन्छ अब हेरौँ है त रोप्छु अहिले फिल्मको लागि चाहिँ म कोदाली लिन चाहन्छु भन्दा पनि यहाँ कोदाली यहीँ रहेछ भाडा कुरा मस्तै सुन्तलाको बिरुवा रोप्न जान्छु लाइक गर्नु गाइज भन्नु लु फेरि अब चाहिँ ल लाइक गर्नु है गाइजहरू मेरो सानो बहिनीले भनेपछि त मान्नुहुन्छ है कमसेकम भनेर म भन्दिनँ सो गाइस हाम्रो बस्तुले चाहिँ घाँस खाइरहेछ है या अब चाहिँ इनर्जी आयो नि त मलाई लाइक गर्नु लिएर कराएँ के हो नि फेरि म उपर गरिहाल्छु क्या फेरि सो यहाँ एउटा रोप्छु अनि उहाँ माथि एउटा खाली ठाउँ छ अनि त्यहाँ रोप्छु अहिलेलाई चाहिँ फिलहाल यहाँ रोप्छु अनि त्यसपछि माथि रोप्छु कतिचोटि भन्नु होइन हाम्रो पाली गाउँ ग्वाली है सो गाइस होइन मैले चाहिँ खाल्टो गनिसकेँ रोप्नलाई अब मसल लाउनुपर्छ सो गाइस अहिले चाहिँ लगाऊँ हाम्रो अब मल होइन अनि त्यसपछि रोपिन्छ ल क्यामेरा अठाएर त बुने म देखिरहेको छु सो गाइस अहिले यहाँ चाहिँ अब हामी मल लाउँछौँ टक्क लाएर होइन अलि यता आइज न अब यहाँ मल लगाएको देखाएँ हामीले चाहिँ मल चाहिँ यसरी लाउनुपर्छ है त्यो अब तपाईँहरूले अब सुन्तला रोप्न चाहिँ म तपाईँहरूलाई सिकाउँछु होइन हो कि भन्दा पनि ल अब हाम्रो मल पनि लागिसक्यो अनि सुन्तलाको बिरुवा यता देखाउने सो गाइस हाम्रो सुन्तलाको बिरुवा अब यसलाई चाहिँ टक्क खोलेर रोप्नुपर्छ होइन डम्मरे बाजेले दिनुभएको होइन उसले दिएको क्या यो त्यो को भन्छ माइला बाजेकोबाट त्यतिकै ल्याएको हो यो त यो रोपौँ है पलाउँछ भगवान् यसै गरी त होला नि रोप्ने मलाई नि थाहा छैन खासै रोप्ने तरिका त यसलाई रोपेको देखाएँ ल हामी फेरि अटोमेटिक तरिकाले हुन्छ नि होइन यसै गरी होला रोप्ने भनेको चाहिँ कमल सल्दिएर होइन रोपेछ यता एउटा नै रोप्ने यहाँ माथि अब रोप्नुपर्छ होला यति रोपेको अलिक खिच्दैन माथि चाहिँ मै गर्छु ल भयो रेकर्ड छोड्नु सो गाइज मैले चाहिँ एक बोट यहाँ रोपिसकेँ अनि अब अरू बोट चाहिँ यहाँनिर छ अनि सो अब यसलाई पनि रोप्नु पर्ने छ अनि त्यसपछि अब यसलाई चाहिँ म माथि गएर रोप्छु होला हेरौँ अब त्यहाँ माथितिर रोप्नुपर्ने छ सो माथितिर जाऊँ अनि त्यसपछि यहाँ गएर त्यहाँ गएर रोप्नुपर्छ है ल गाइस हामीले रोप्ने भनेको चाहिँ यतैतिर हो होइन अब एक बोट यता होला कता कता रोप्नुपर्छ एउटा खाल्टो खनेर राखिसकेको छु अनि यहाँ पनि एउटा खाल्टो खनेर राखिसकेको छु अब चाहिँ यहाँ टक्क ल्याएर मल सल हाल्नुपर्छ सो अब म मल लिन जान्छु अनि त्यसपछि हेरौँ है त सो गाइस अहिले चाहिँ मैले मल पनि लगाइसकेँ अनि यहाँनिर टक्क ल्याएर अब माटो हाल्नु बाँकी छ अनि सो यता पनि यहाँ देख्न सक्नुहुन्छ होइन सुन्तलाको बिरुवालाई चाहिँ यसरी मैले हानेको छु अनि सो त्यही हो अब चाहिँ माटो साटो झ्यापचुप हाल्ने अनि त्यसपछि यहाँ तल पनि छ सो अनि त्यहाँ पनि जानुपर्छ अनि त्यसपछि अब त्यही हो गाइस होइन ल सो फाइनली गाइस मैले चाहिँ अहिले टक्क लाएर सुन्तला रोपिसकेँ है ल हेर्न सक्नुहुन्छ यता कहाँ छ देखिरहेको छ होला सो यता पनि मैले रोपिसकेँ सो फाइनली अहिले चाहिँ मैले सुन्तला रोपिसकेँ अनि अब टक्क लाएर
मुखसुख धोएर खानासाना खाएर भिडियो त्यता इन गर्नुपर्छ होला। सो अहिले चाहिँ म अब भित्र जान्छु अनि त्यसपछि आएर मुखसुख धुन्छ है त। सो गाइज त्यही हो। अनि हाम्रो भित्र चाहिँ बसिरहेछ बत्ती बत्ती रहेछ। सो गाइज यहाँ चाहिँ हाम्रो बहिनीले खाना पकाउँदैछ। के चाना भुटेको ए सो त्यही हो दाल पकाउने अरे अब खानासाना खाएर। सो गाइज त्यही हो अब बहिनीले खानासाना पकाउँदैछ। अब पाकेपछि चाहिँ खाइन्छ होला। सो गाइज यहाँ चाहिँ हाम्रो बहिनीहरूले खाना खाँदैछ। सबै लाचाला फेरि उता यता आएर न। सो त्यही हो। अनि अघि ठुलो बहिनीले चाहिँ खाइसक्यो अनि अब म पनि खान्छु होला। गाइज मैले चाहिँ लटक कराईमै हान्न लागेको छु। हिजोको मासु थियो अनि सो त्यही भएर मैले चाहिँ कराईमै हान्न लागेको। अब म चाहिँ गम हान्। सो गाइज तपाईँहरूले पनि खानुभयो कि भएन कमेन्ट गर्नु होला होइन। टक्क लगाएर म चाहिँ अब खान्छु अनि त्यसपछि हेरौँ ल। अनि मेरो त देखिने हो त कसको चाहिँ देखाउने हो त अनि। सो त्यही हो ल। यहाँ बहिनीहरूले पनि खाँदैछ। अघि ठुलीले चाहिँ खाइसक्यो अनि यता एउटा फुच्ची लुकेको छ। सो त्यही हो गाइज होइन। ल कमेन्ट गरिदिनु भएको छ। लभ यु अल। हेलो गाइज आज चाहिँ हाम्रो दादा खाना खाँदै हुनुहुन्छ। सो गाइज मैले चाहिँ अहिले टक्क लाएर खानासाना खाइसकेको छु अनि मस्त लाएर अहिले यो आँगनमा मस्त बसिरहेको छु होइन। अनि सो अब त्यही हो आजको भ्लग खासै राम्रो चाहिँ भयो कि भएन त्यही पनि आई होप कि तपाईँहरूलाई भिडियो मन परिरहेको छ होला। सो अनि अब चाहिँ मेरो रुममा जाउँ अनि रुममा गएर एकछिन बस्छु होइन। अनि मैले बाँसुरी ल्याएको थिएँ क्या म बाँसुरी बजाउँछु तपाईँहरूले म कसरी बाँसुरी बजाउँछ भनेर। सो त्यही हो गाइज म बाँसुरी बजाएर सुनाउँछु है तपाईँहरूलाई। ए सारेगाउँमा चाहिँ बजाउन आउँछ मलाई खासै बजाउन आउँदैन होइन। यहाँ चाहिँ मैले अलिकति बिहा दुलो थिएन रहेछ त्यही पनि थुनेर बजाइरहेको छु होइन। ल है म सारे मात्र बजाउँछ है त ल। ए ए नि सो त्यही हो बाँसुरी चाहिँ खासै बजाउन आउँदैन मलाई। मैले सिकेँ हो मात्र होइन। मलाई घुमाउन चाहिँ आउँछ है फेरि टक्कै यसरी घुमाइदिन्छु नि म। ए घुमाउनै सकिएन। सो गाइज त्यही हो अहिले चाहिँ लगभग 11 बजिरहेको छ अनि सो म चाहिँ अहिले यता मस्त एकछिन बसिरहेको छु। सो अनि अब हाम्रो बहिनीहरू चाहिँ तल मस्त खेलिरहेछन्। अब टक्क लाएर हाम्रो बहिनीहरूको इन्ट्रोडक्सन म तपाईँहरूलाई भन्छु है त भन्न लगाउँछु है त। सो ल अब आउँदैछ अनि त्यसपछि चाहिँ भन्छु है त भन्न लगाउँछु है त ल। यहाँ बहिनीहरू आइसकेको छ अनि टक्क लाएर अब इन्ट्रोडक्सन ल सुरु गरिदिए ल। निस्माले निस्मा नाम अगाडि भनिहाल्यो ल। तिम्रो नाम भन तिम्रो नाम भन न। होइन यसरी क्या हेलो गाइज माई नेम इज निस्मा राई यसरी भन न। भयो त्यत्रो धेरै साह्रो त्यत्रो साह्रो पनि होइन। खोइ बुने अर्को कान्छी बहिनी भन न छिटो नभन्ने एम होइन होला त्यसरी होइन क्या। हेलो गाइज माई नेम इज निशानी राई भन न यसरी अल्छेहरू। सो त्यही हो अब हाम्रो बहिनीहरूले चाहिँ इन्ट्रोडक्सन दिएको अनि त्यो उता पर ठुलो बहिनी थियो ओ आदिसमा। सो गाइज हाम्रो बहिनीहरूको इन्ट्रोडक्सन चाहिँ यही थियो होइन। कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। गाइज सब्सक्राइब गर्नु होला भन न सबैले एकैचोटि रेडी 1 2 3 गो। ल त्यो ओ आदिसमा त चाहिँ नआउने
आइज नि एकछिन मात्र होइन थम्बनेलको लागि मात्र फोटो खिच्न आइज न आइज ल त्यो ठुलो बहिनी चाहिँ लजाइरहेको छ कि ल बहिनीहरूले भन्छ लिएर आइज छिटो त्यसलाई लिएर आइज छिटो सो त्यही हो गाइज होइन टक्क लाएर अहिले चाहिँ हामी यसरी बसिरहेको छौँ हाम्रो बहिनीहरू यही हो केही भन्दैछ यहाँ आइज न खुच्ची यहाँ आइज न केही बोल्न हेलो गाइज वेलकम टु माई न्यू भ्लग यस्तो भन्न नमान्ने तैँले त चाहिँ के चोरी सारे त 1000 रुपियाँ पैसा मम्मीको त्यस्तो गर्ने हो होइन नभन्ने ल छोड्दै आइज नि ल सो हाम्रो बहिनी अब ठुलो बहिनी चाहिँ नआउने अरे लजाइरहेछ तर केही छैन अब टक्क लाएर अब बस्तुलाई घाँस खुवाएर भिडियोलाई इन गर्नुपर्छ होला हस् त धन्यवाद साथीहरू अहिलेलाई चाहिँ एकछिन अब भिडियो त छ होइन सो अहिले चाहिँ म अब फिलहालको लागि घाँस काट्न जान्छु अनि त्यसपछि हेरौँ अब के हुन्छ होइन घाँस काट्न भन्दा पनि आज चाहिँ टक्क लाएर केराको दाम्चा खुवाउने हो सदा चाहिँ होइन त्यही हो अब घाम लागिरहेछ मस्त गर्मीले पुरै होइन पुरेर पुरै जिउ चाहिँ म उतै आउँछु त नआउने होइन तपाईँलाई ए के होइन सो त्यही हो गाइज होइन त्यो बहिनीलाई चाहिँ म उतै गएर उस गर्छु सो गाइज हाम्रो बहिनीले चाहिँ लुगा धुँदैछ ल भन्नै पर्यो तैँले त जनता जान्न चाहनुहुन्छन् भने छिटो हे गाइज मेरो नाम चाहिँ भन् न त्यसरी ल छिटो रेडी 1 2 3 गो ताली बजाउन छिटो भनिसक्यो त नमस्कार मेरो नाम आदिशमा मात्रै ढुक्क ल ठिक छ केही छैन हाम्रो बहिनीले अब इन्ट्रोडक्सन दिएको होइन बस्ता लगाएर अब लुगा धुँदैछ अनि सो अब चाहिँ म बस्तुलाई घाँस खुवाउनु जान्छु त ओइ सो यिनीहरू हो ऊ चाहिँ उता पर उसको साथीहरू रहेछ उसले चाहिँ नभन्ने अरे ऊ त के भन्ने त तिमीले पनि सो त्यही हो गाइस ल सो त्यही हो गाइस अब चाहिँ म टक्क घाँस काट्न जान्छु खुकुरी लिनु जान्छ टक्क लाएर होइन अस्ता लाएर गाइजहरूले कमेन्ट गरिदिनु भएछ एकदमै खुसी लाग्यो सो त्यही हो अब चाहिँ म टक्क खुकुरी लिएर जान्छु होइन अनि त्यो एउटा दाइले कमेन्ट गरिदिनु भएछ म चाहिँ के भनेर बोलेको थिएँ त्यस्तो छाडाहरू नबोल भनेर कमेन्ट गरिदिनु भएछ हस्त धन्यवाद तपाईँलाई त्यस्तो बुझाइदिनु भएकोमा अब खासै कि अब भर्खर बनाउँदै हो क्या त्यस्तो बोल्नुहुन्छ के गर्नुहुन्छ के गर्नु हुँदैन भनेर थाहा छैन नि त होइन मलाई अनि अब बिस्तारै अब गरौँला त्यही पनि अब तपाईँले कमेन्ट गरिदिनु भयो मैले अब के बोलेँ त्यस्तो नराम्रो त खासै बोलेको छुइनँ जस्तो लाग्थ्यो तर पनि सरी होइन जहाँ नराम्रो बोलेको थिएँ तपाईँले कमेन्ट गरिदिनु भयो यस्तो बोल्नु हुँदैन भनेर कमेन्ट गरिदिनु भयो त्यसमै खुसी लाग्यो हस् त तपाईँलाई चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छु कमेन्टको लागि सो अहिले चाहिँ म टक्क लाएर घाँस हान्न जाँदैछु जान भन्दा पनि उस गर्न जाँदैछु सो गाइस यहाँ चाहिँ हाम्रो सुँगुर छ है हाम्रो घरको सुँगुर सो उता एकचोटि मैले माउलाको सुँगुर देखाएर थिएँ नि यहाँ चाहिँ मैले मेरो घरको सुँगुर देखाएको क्या सो त्यही हो म चाहिँ बोल्दै होइन मेरो कफी गाडीमा आइसकेको छु यता त म अब यहाँनिरै हो टक्क लाएर मैले यो काट्नुपर्ने छ कहाँ छ ओइ हो कहाँ गएछ हो यो काट्नुपर्ने छ क्या यो केराको दाम्चा काट्नुपर्ने छ अनि अब चाहिँ म टक्क लाएर केराको दाम्चा काट्छु अनि त्यसपछि बस्तुलाई घाँस खुवाउँछु अनि त्यसपछि चाहिँ भिडियोलाई इन गर्छु हस् त धन्यवाद भनेर भन्दिनँ अहिले चाहिँ अब चाहिँ म उस काट्छु है त ल फेरि गाइजहरू मैले अघि त्यो निस्माहरूको बुनिहरूको इन्ट्रोडक्सन दिन लाग्थ्यो नि के एमआइएसएचएम भनेर रहेछ तर केही अब बच्चाहरू हो होइन मलाई पनि अब ल ठिक छ यताउता यसो भन न उसो भन न भनिरहेको रहेछु मैले कस्तो भने त्यो भन्दा ठिक कि थिएन होइन कमेन्ट गर्नु होला सो गाइस अहिले चाहिँ म अब कतिचोटि भन्नु घाँस काट्न आएको छु केराबारीमा आएर मस्त बोलिरहेको छु यहीँनिर सुत्दिन्छु होला हौ घाम लागेर कस्तो छ यार आज कहिले अब कुनै दिन अब एक दिन पौडी खेल्न पनि जानुपर्छ होला सो त्यो पौडी खेल्न गएको भ्लग पनि आउँछ तपाईँहरू सब्सक्राइब गर्नु होला गरेर टक्क लाएर बसिराख्नु होला होइन सो ल त्यही हो सो गाइजहरू त्यही हो अब घाँस खुवाइसक्यो लास्टै आज घाम लागिरहेको छ तर्को न तर्को केही छैन यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ होइन
मैले चाहिँ बस्तुलाई घाँस यसरी खुवाइरहेको छु सो एक गुत्त तल खसायो रानीको मन एला फेरि छाडा बोले क्या मा टोक्ने लो फेरि बोले क्या भाई साहब कुछ ज्यादा नहीं हो गया ये? मतलब कुछ छाडा चाहिँ बोल्नु हुँदैन है गाईहरू मुख चाहिँ सम्हालेर बोल्नुपर्छ है ओ गाई यहाँ त खा तेरो अहिले उता गएर खान्छ हेर्नु न गाई हेर्नु न गाई गाईले यहाँ खानु छोडेर उता खान्छ यार तेरो अहिले लात्ताले म सो गाइस त्यही हो बहिनी चाहिँ अब घाँस खुवाइसकेँ अनि अब टक्क लाएर अब आजलाई चाहिँ यति नै गर्नुपर्छ होला किनभने भिडियो पनि लामो भइसक्यो यत्रो लामोसम्म कसैले हेरेन होला भिडियोलाई होइन अब जसले पनि हेरिदिनु भयो लाइक कमेन्ट सेयर गरिदिनु होला त्यही नै भन्न चाहन्छु अब यहाँ पर गएर एडिट गरौँ न होइन मैले बहिनीहरू खेलिरहेछन् माथि सो अनि यहाँ चाहिँ बहिनी लुगा धोइरहेछ अघि नै देखाइरहेको थिएँ भोलिदेखि स्कुल होइन तिमीहरूको अहिले नेपालमा चाहिँ फेरि 2 दिन बिदा गर्ने भएको छ तपाईँहरूलाई थाहा छ कि थाहा छैन थाहा छ होला थाहा छ होइन आइतबार र सोमबार कति फाइदा यार म देखिरहेको छु नि देखिरहेको छु ल सो त्यही हो सो गाइस आजको भिडियो चाहिँ यही नै थियो आई होप कि तपाईँहरूलाई भिडियो मन पऱ्यो होला यदि भिडियोलाई मन पऱ्यो भने लाइक गरेर च्यानललाई पनि सब्सक्राइब गरेर जानु होला हस्त धन्यवाद साथीहरू आजलाई यति नै फेरि पनि हामी भेट्नेछौँ अर्को भिडियोमा अनि सो केही मैले अब गल्तीहरू गरेको छ भने कमेन्ट गर्न नबिर्सिनु होला यति नै भन्न चाहन्छु सब्सक्राइब गर्नु होला यति नै भन्न चाहन्छु हस्त धन्यवाद साथीहरू एन्ड बाई सो गाइस अहिले चाहिँ यहाँ टक्क लाएर पानी परेर यस्तो छ है अहिलेको मौसम चाहिँ